बहुजन आवाजले वातावरणसँग सम्बन्धित एउटा गम्भीर विषयलाई एकदमै आत्मसात गरेर यसलाई कसरी समाधान गर्ने विषयमा मान्छेहरूसँग घर घर पुगेर विचार सङ्कलन गर्ने क्रममा आज सिराहा सुकीपुर नगरपालिकाको कुसाहामा हामी पूर्व शिक्षक रिटायर्ड प्रधानाध्यापक देवकुमार यादव सरसँग उहाँको अनुभव सुन्छौँ यो ध्वनि प्रदूषणको विषयमा। सर नमस्कार। नमस्कार। यी ध्वनि प्रदूषण जुन भइरहेछ मधेसमा तराईको जिल्लाहरूमा यसले हामीलाई कतिको असर गरेछ? साँच्चै प्रदूषण भएको हो भन्नुस् त? निश्चित रूपले प्रदूषण भइराखेको छ। प्रदूषण हजुर यो ध्वनि प्रदूषणले त तपाईको समाजमा जुन एउटा सामाजिक एकता र एक अर्कोमा आपसमा सम्बन्ध थियो त्यसलाई पनि बिगाडिराखेको छ। ध्वनि प्रदूषणले विभिन्न किसिमका यो जुन हाई ब्लड प्रेसरहरूको रोग छ त्यो रोगलाई अझै यसले नकारात्मक असर गरिराखेको छ। ध्वनि प्रदूषणले तपाईको यो समाजमा अहिले विकृति कसरी फैलिराखेको छ भने पहिले पनि बिहेबारी हुन्थ्यो, यतिको तडक भडक हुँदैनन् थियो र यस्तो किसिमको ध्वनि प्रदूषण गराउँदैनन् थियो। अहिले त एउटा यो ध्वनि प्रदूषण यस्तो किसिमको विकृति भइगएको छ। यो विकृतिले गर्दा गाउँघरमा बिहेबारीमा झै झगडा हुने, एक अर्कोमा मतलब सम्बन्ध बिग्रिने। त्यसपछि हाम्रो इक्जाम्पल छ एउटा विद्यानगर गाउँमा जन्ती आयो, जन्तीमा यति त्यो ध्वनि प्रदूषण गरायो कि त्यहाँको मान्छे ठहरै हार्ट एट्याक भएर मृत्यु भयो त्यही ध्वनि प्रदूषणले गर्दा। त्यो ब्लड प्रेसरको बिमारी थियो। कति पहिलाको कुरो हो? करिब करिब 2 वर्ष पहिले। 2 वर्ष पहिलाको। त यस्तो अवस्थामा यो हामी यो प्रत्यक्ष देखेको कुरा हो। त्यसपछि विद्यार्थीको अब अध्ययन अध्यापन गर्ने समय बिहान र बेलुका हो। हामी शिक्षकको हैसियतले यो कुरा अनुभव गर्छौँ। बिहान र बेलुका हाम्रो गाउँघरमा 2 घण्टा बत्ती बालेर विद्यार्थीहरूलाई पढाउने प्रचलन छ। तर त्यो प्रचलनलाई पनि गाउँघरमा यो ध्वनि प्रदूषण गराएर लाउड स्पिकर बजाएर त्यो बच्चाहरूको पढाइमा एकदम नकारात्मक अवस्था ल्याइदिएको छ, डिस्टर्ब गरेको छ। त्यसैले ध्वनि प्रदूषणको नियन्त्रण गर्नु अति आवश्यक छ। एकैछिन बिचमा एकैछिन रोके। महावीर पुनले अस्ति भन्नुभएको थियो शिक्षा मन्त्रीले मधेसको शिक्षा अवस्था कर्णालीभन्दा तल गइसक्यो। के मधेसको पढाइ लेखाइ बिग्रिनुमा यो जुन बिहान बेलुकै 2-2 घण्टा जुन घरको चौकोमा मन्दिरको टुप्पोमा जुन लाउड स्पिकर बज्छ 2 घण्टा बिहान 2 घण्टा साँझ त्यसले पढाइमा असर गरेको छ त? निश्चित रूपले। रहेको समाजमा त अब मठ मन्दिरमा यदि मिठो स्वरमा बजायो भने त मठ मन्दिरलाई त रोक्न अलिक मिल्दैन, किनभने धार्मिक संस्था पनि हाम्रो छ। तर अब त्यो पनि एउटा व्यवसाय दृष्टिकोणले वा देखाउने दृष्टिकोणले गर्यो भने त्यो पनि राम्रो होइन। र समाजमा यो ध्वनि प्रदूषणले धेरै नकारात्मक असर फैलाएको छ। विद्यार्थीमा वास्तवमा त्यो पढाइको जुन स्तर छ कर्णाली होस् वा अन्य अरू प्रदेश, तर जे भए पनि हाम्रो मधेसको पढाइको स्तर निश्चित रूपले खस्केकै हो। एसएलसी आउँदैछ अहिले। अब एसएलसी आउँदैछ। एसएलसीमा कमसेकम विद्यार्थी अध्ययन अध्यापन गर्नुपर्ने त ठिक त्यो समयमा कसैको घरमा मुण्डन त, कसैको घरमा बिहेबारी त, कसैको घरमा हनुमान आराधना के गरेर यति साउन्डमा बजाउँछ कि त्यो के भनिराखेको छ र के विषयमा छ त्यसबाट के उपलब्धि हुनुपर्ने त्यो केही छैन, मात्रै साउन्ड पोल्युसन। अनि यो नियन्त्रणको उपाय किन नभएको आजसम्म? अब यो नियन्त्रणको उपाय अहिलेसम्म वास्तवमा भएको छैन। गर्नुपर्ने हुन त स्थानीयमा नै गाभिएको छ, स्थानीयको अधिकार छ। कमसेकम आफ्नो पालिकामा स्थानीय निकायले यस्तो किसिमको नियम बनायो भने हुन सक्छ, तर अहिलेसम्म गरेको छैन। अब भर्खरै यो बहुजन आवाजका दिलीप यादव भर्खरै हाम्रो सिराहा जिल्लाको फर्स्टै व्यक्ति भन्नु पर्यो कि यो पतारी हाम्रो इलाका प्रहरी कार्यालयमा निवेदन दिएर यो ध्वनि प्रदूषणको नियन्त्रण गर्नु पर्यो भने एउटा नमुनाको रूपमा पथ प्रदर्शकको रूपमा काम गरेको भने मलाई जानकारी भएको। आश गरौँ हामी शान्त समाजमा बस्न पाउँछौँ पछि गएर, हैन? अभियान सँगसँगै रूपले उहाँको यो प्रयासले आशा छ र आशा पनि गर्नु पर्यो कि हामीले शान्त भएर यो समाजमा बस्न पाउँछौँ र भोलि बालबालिकालाई पनि राम्रो हुन्छ
र तत्कालै एसएलसी नजिक आइसकेको छ। यस्तो अवस्थामा जुन उहाँले आफ्नो कदम उठाउनुभयो त्यो धन्यवादको पात्र हो। कमसेकम विद्यार्थीलाई उपलब्धि त हुन्छ। धन्यवाद।